बल्ल तल्ल पिच पुग्यो। अब हामी यहाँबाट जानेछौँ। एकदमै पिच भएको अवस्था। पिच पनि यो अलि राम्रो गरेको छैन यहाँ। अलिक त्यस्तो छ। गोरु पनि आइदिन्छन्। अब गाह्रो छ त नेपालमा। बाइक लगाइदियो त हो त बुढो। के नि हेलो हेलो। ओहो यो मेरो चाहिँ कोल्ड स्टोर होइन कि मेरो यो तल बारीमा जाने बाटो हो। तर मेरो बगैँचा छ वन जङ्गल निजी वनमा जाने बाटो हो। कोल्ड स्टोर अलि पर छ। त्यसलाई हेलो तेजेन्द्र जी मेरो भ्लगमा हाई भनिदियो ल। त्यसलाई भेट भयो निरमाया। राम्रो गीत गाइदिनु मेरो भ्लगमा आउने आफ्नो पोस्ट हुने भयो त। त्यो गीत जेलाई गाउँछ त गाउन आयो। म भिडियो बनाउन आएर खोप लगाउन जाँदै गर्दा बाटोमा रमाइलो गर्दै जाने हाम्रो सिस्टम छ। सहर छोडी कहाँ जाँदैछु तिमीसँग कहिले भेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी कहाँ जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु। वरिष्ठ ब्लगर हाम्रो धर्मसिंह भाटजीको पनि यही घर हो। उहाँलाई पनि सपोर्ट दिनु होला। राम्रो घर नयाँ घर पल्टेको छ। नेपाल आमालाई छड्के नजर लगाएर जन्मिएको ठाउँलाई नेपालमा तिमीलाई सधैँ भन्थे दुधार हुँदै किन गयो विदेशतिर मैले छाँदा छाँदै किन गयो विदेशतिर मैले छाँदा छाँदै नबिर्सहै नेपाल आमालाई छड्के नजर लगाएर जन्मिएको ठाउँलाई। धन्यवाद। यो ठिक छ। हाम्रो यस्तो बाटोमा चाहिँ हामीले एकदमै कटिबद्ध छौँ। के गर्ने यस्तो उकाली ओह्राली धाए यसरी जानु परेको छ। बिस्तार क्रेजमा गाडी जान्छ। के गर्नु यस्तो हिलोमा गाडी खस्क्यो भने ज्यान जोखिममा पार्दै हामीहरू हिँडिरहेको अवस्था छ। अब के गर्ने हिँड्नै पर्छ। हजारौँ बालबालिकाको सुनिश्चित भविष्यको लागि हामी जान लागेका छौँ। एकदमै उकाली ओह्राली छ। के गर्नु जानै पर्छ। रोडको हालत यस्तो छ। चिप्लोमा झन् कति गाह्रो हुन्छ होला। अहिले धुलोमा त यस्तो भइरहेछ। धुलोमा यस्तो छ भने चिप्लोमा त कति चिप्लन्छ गाडी भन्ने भयो। बालिकामा तिमीलाई सधैँ भन्न गरेका छन् तिमी पर्खिआऊ
बाटो छेकेका छन्। एउटा ल हेर्नुहोस् यस्तोमा अब गाडीले कस्तो स्लिप खान्छ देख्न सक्छौँ हामी। ओ ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ। रोड सफा त गरे रहेछ। जति नै सफा छ त्यति नै पानी परेको बेला हिलो हुने रोड हो यो। अब के गर्नु यस्तै छ। यो मोड चाहिँ अलिक डेन्जरै हो। सबभन्दा सर्ट मोड मैले देखेको यही हो। हामी देख्न सक्छौँ। यसमा प्राविधिकहरूले पनि विशेष ध्यान पुर्याउनु पर्ने जरुरी देखिन्छ। किनभने एउटा यो मोडलाई एकदम साँघुरो मोड छ यो। अब के गर्नु यस्तै छ। तेरो लेङ्गा जबरजस्त छ, तेरो आँखाले सारा दुनियाँ मगन मस्त छ। धुलो रमाइलो धुलोमा खेल्दै यस्तो ओह्रालो छ। देख्न सक्छौँ हामी यस्तो हिलोमा। अलिक साइडबाट हाल्ने होला नहीं तो डेन्जर हामी सेवामा हिँडेको मान्छे के हुँदैन त्यस्तो बाटो। ट्र्याक्टर हिँड्यो बाटो बिगड्डा हाल्नु कहाँ लाग्यो अफ्रो त ट्र्याक्टर बाटो दिने रोड आएर हामी देख्न सक्छौँ। लक्ष्मीपुरमा कतिवटा छ उपस्थिति। आज वार्षिक उत्सव पनि छ। लक्ष्मीपुर आधारमाध्यमिक विद्यालय पहरौल फामा आज पुस 14 गते प्रत्येक वर्ष। पहरौल भन्ने के हो लामो कति वा लक्ष्मीपुर पहरौल वर्षलेको नाम कुरवाणी। अच्याल रखे त न पुरानो नाम हो है पुरानो नाम हो कुरवाणी। अहिले हामी देख्न सक्छौँ मान्छेको अहिले हामी स्वास्थ्य संस्था केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रदेखि खोप केन्द्रसम्मको भ्लगमा छौँ। यसपछि अर्को पार्टमा हामी चाहिँ हाम्रो आउटरिच क्लिनिक बाह्य खोप क्लिनिकको अवस्था के कस्तो छ भन्ने बारेमा हामी अर्को भिडियोमा चाहिँ हजुरलाई देखाउनेछौँ। हामीसँगै रहनुहोला, हामीसँग जोडिनुहोला, धन्यवाद। लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गर्नुहोला र केही आवश्यक सरसल्लाहहरू सुझावहरू कमेन्ट मार्फत हामीलाई जरुर दिन सक्नुहुनेछ। र हामी फाइनली हामी चाहिँ हाम्रो बाह्य खोप क्लिनिकमा पुगिसकेका छौँ। हस् धन्यवाद नमस्कार।